प्रज्ञा ध्यान केन्द्र या भवने बृहत वज्र धातु मण्डप बलिष्ठ यागुदु शनिबार या थुम्बा खेले चंगु प्रज्ञा ध्यान केन्द्र छगु जाजो याना ए महानगरपालिका या उपप्रमुख सुनिता डंगोल उगु मण्ड या अनावरण याना दिगु ख यसको साथसाथै जसरी यो ध्यान केन्द्रले काम गरिरहेको र विशेष गरी पृथ्वी बचाऊ अभियानलाई सेभ अर्थ अभियानलाई जसरी अगाडि बढाइरहेको कुरा पनि यहाँ सुन्न पाएँ त्यो आफैमा पनि सुनिरहँदाखेरि खुसी लागेको र सँगसँगै नयाँ पुस्तालाई पनि आफ्नो पृथ्वी आफ्नो वातावरण आफ्नो वरपर भएका प्रकृतिप्रति हामी कति सजग हुनुपर्छ संवेदनशील हुनुपर्छ हामी मानव भइसकेपछि सबैभन्दा सचेत प्राणीको रूपमा लिन्छौँ हामीले सबैभन्दा बढी अवेरनेस भएको प्राणीको रूपमा लिन्छौँ र यस अवस्थामा पनि यो कारणले गर्दाखेरि पनि हामी मानवको लागि मात्र होइन हरेक जीव जन्तुको लागि यो प्रकृतिमा भएका हरेक प्राणीका लागि हामीले कल्याण हुने काम गर्नुपर्छ उगु मण्ड या लम्बाई व चौडाई न्यागु न्यागु फिट दुगु थका प्रज्ञा ध्यान केन्द्र या धर्मानुशासक डाक्टर नवीन बज्राचार्य जानकारी बिया दिएको दु अथे ठुकुहे जाजोले ध्यान केन्द्र या कव प्रज्ञा युथ पुच पाखे 16 निसे पृथ्वी लेंके नुथैगु नारा बियान ह्याका चंगु जाजोना कोचाको गुख जाजोले कोरिया पाखे बिजाम विरोचना युथ एसोसिएसन या प्रमुख बब कुङ पाखे पृथ्वी लेंके नु जाजो ह्याको पि पुच या सोम कजिते त दशिपौ लल हागु ख ताली बजाएर स्वागत गर्छु अथे जाजोले ए महानगरपालिका या ओदाल्या 15 या ओदा अध्यक्ष ईश्वरमान डंगोल समाजसेवी राजु खरेल लगायत प्रज्ञा ध्यान केन्द्र ह्याका वया चंगु जात चछाब जुगु थासे प्रशंसा याना दिल हामी कतातिर मोरिरहेका छौं भन्ने कुरा यो जुन चाहिँ ध्यान केन्द्रले जुन कार्यक्रम गर्दाखेरि हाम्रो जीवन सुखमय बनाउनको निम्ति हाम्रो जीवनलाई शान्ति बनाउनको निम्ति यो चाहिँ ध्यान जुन चाहिँ आवश्यकता छ भन्ने कुरा यो बेला बखतमा गरिने कार्यक्रमले पनि आवश्यकता महसुस गरेको छ र मान्छे भएर मात्र मान्छे सन्तुष्टि नहुनेछ भएर मात्र एउटा बुढापाकाले मलाई सधैँ भन्ने गर्छौं र मैले त्यो सम्झना छ हाम्रा बजे अजेहरूले बाजेहरूले बाबु बिहा फुइमको कयाँ दैमको भन्छ बिहा फुइमको कयाँ दैमको हामी लिन मात्र खोजिरहेछौँ दिन खोजिरहेछौँ तर वास्तवमा दिएर सकिने होइन दिएर एउटा सकारात्मक एउटा संस्था अथवा कुनै पनि हैन व्यक्ति समूहलाई चाहिँ हामीले दान दक्षिणा दियो भने त्यसले एउटा ऊर्जा दिन्छ र त्यसले चाहिँ के भन्दा धन प्राप्तिको लागि अझ चाहिँ बलियो चाहिँ त्यसले मद्दत गर्छ त्यसमा चाहे वातावरण हिसाबका कुरा गरौँ चाहे सामूहिक कुराहरुमा गरौँ चाहे आपराधिक दृष्टिकोणले हेरौँ सबै दृष्टिकोणबाट चाहिँ पृथ्वीमा चाहिँ एउटा चाहिँ एकदम अप्ठ्यारो एउटा चाहिँ हामीले नसोचेका परिस्थितिहरू सिर्जना भइरहेकोमा पृथ्वी बचाऊ अभियान समेत सुरु भइरहेको भन्ने यहाँ चाहिँ उद्घोष भयो र यसको जति पनि यसका चाहिँ एउटा आङ्गिक अथवा एउटा भारतीय संस्था जस्तो जति पनि अघि टिमहरू यहाँ चाहिँ युवाका टिमहरू जति पनि रह्यो र उहाँ टिमहरू युवाका टिमहरू जसरी परिचालित भइराख्नु भएको छ त्यसप्रति पनि एकदम अत्यन्तै नमन गर्दै उहाँहरूप्रति हार्दिक धन्यवाद जाजोले वज्रधातु मण्ड देखे त आर्थिक नाप जिन्सी क्वाली यापी दाताते त हनापौ नाप मतिनाया किन ल लागु ख
सभाका